हेलो एभ्रिवान, हजुरहरू सबैजनालाई स्वागत छ मेरो आजको मिनी ब्लगमा। आज चाहिँ हेर्नुहोस् न, मेरो साथीले बङाइगाउँदेखि आएर मलाई त सरप्राइजै दियो। अरू बेला चाहिँ आइदैन घुम्न हाम्रोतिर भन्दा नआउने, आज त फट्टै आएर हामीहरूको गेट अगाडि आएर फोन गर्छ, बाहिर निस्कि घुम्न जाने भन्छ। अनि मेरो दादा पनि अघि गाडीमा चढिहालेछ, हिँड्न भन्छ। सधैँ चाहिँ राम्री भएर बसेको दिन कोही आउँदैन, जुन दिन चाहिँ नुहाइँदै छैन घिनलाग्दी भएर बसेको त्यो दिन चाहिँ मुन्टिन्छन्। होइन लु भन्नुहोस् त, हजुरसँग यस्तो भएको छ कि छैन? अच्छा, मेरो भ्युवर्स को कुछ बोलेगा? नमस्ते, मलाई मोटू। आप सभी को मेरा प्यार भरा नमस्कार। थैंक यू। ये अच्छा ब्लॉगर बनेगी। हाँ। मुझे इसका फ्यूचर बहुत उज्जवल दिख रहा है। आप लोग लाइक कीजिए, फॉलो कीजिए, सब्सक्राइब कीजिए। अच्छा, थ्याङ्क यू। अच्छा, यो पहाडको यो आधी मुख चाहिँ कसले काटिदिएछ? त्यसपछि हामीहरू फेरि अर्को साइडमा आयौँ। मेरो साथीलाई चाहिँ यो ढुङ्गामा फोटो लिनु थियो अरे। लाइक कमेंट कर देना। अच्छा से जाना। त्यसपछि घरमा आएर मेरो हालत हेर्नुहोस् त, यस्तो गर्मी थियो नि आज त उठेदेखिकै गर्मी के, आम्मामामा के साह्रो गर्मी भएर चाहिँ मलाई यस्तो भइरहेको थियो। अनि फट्टै मम्मीलाई चाहिँ मैले फ्रुटी खानु भनेर पैसा मागेको त मलाई 20 रुपियाँ दिनु भने त्यो 20 रुपियाँ समातेर पनि हेर्नुहोस् न, मलाई उहाँ फुच्चे खोज्न आइहाल्यो। मम्मीको नाति, उसलाई त दिनै पर्ने अरे कि, नदिई नहुने अरे, मेरो त घाँटी न्याक्न आइहाल्यो हो। अनि त्यही भएर उसलाई लगेर अब उसलाई 10 रुपिस, मलाई 10 रुपिस, अनि 10 रुपिसमा मलाई कत्रो फ्रुटी आउँछ त हेर्नुहोस् न, मैले स्मुथ खाएँ। त्यो 10 रुपिस भनेको नि पैसा यो होइन, मान्छेले 1 रुपियाँ कमाउनु कति गाह्रो पर्छ। 10 रुपिस भनेको यहाँ हो त, 10 रुपियाँ भनेको यहाँ हो त। त्यही भएर मैले चाहिँ यो स्मुथलाई चाहिँ खाँदा खाइसकेर पनि त्यसको प्याकेट च्याचुत पाएर भित्रको त्यो थोप्पा पनि छोडिनँ, सबै नै खाइदिएँ। हेर्नुहोस् त। त्यसपछि 10 रुपियाँ वसुल गरेर अनि म चाहिँ लागेँ हार्मोनी बजाउन। म चाहिँ जान्दिनँ र पनि मलाई चाहिँ अगाडि मेरो बुवाले चाहिँ थोरै सिकाउनु भएको थियो कि, अनि मलाई त्यति नै याद छ। अब बुवाले जे सिकाउनु भएको थियो, सायद अहिले बुवा हुनुहुन्थ्यो भन्दा निकै नै सिकिसक्थ्यो होला। हार्मोनी अहिले घरमा बुवाको बिग्रेको नि छ, बनाउन दिएको छ। अनि यो चाहिँ मन्दिरको थियो र मैले यसै चलाएँ। हस् त गाइस, आजलाई यति नै। भोलि फेरि भेटौँला अर्को नयाँ ब्लगमा।